बाँकी सबै एडिक्सनलाई मान्छेले छिछि दुर गर्छ, घृणा दिन्छन्, तर मोबाइलको एडिक्सन चाहिँ खासै गर्दैनन्। किनभने मोबाइलको एडिक्सन खासै देखिँदैन। इक्जाम्पल, एउटा मान्छे धुम्रपान, चुरोट अथवा गाँजा अथवा रक्सी खान्छ र त्यो मान्छे एडिक्ट भएर बाटोमा हिँडिरहेको छ भने परबाट गनाउँछ, कि त त्यो मान्छे गाली गर्दै हिँड्छ, कि त लड्दै पड्दै हिँड्छ। त्यो एडिक्सन देखिन्छ क्या। तर म मोबाइलको एडिक्सन छु, तर म बाटोमा हिँडिरहेको छु भने म सामान्य मान्छे जस्तै हिँडिरहेको छु। कसैले मलाई यो त मोबाइल एडिक्ट हो भनेर भन्दैन। किनकि न म गाली गर्छु, न मेरो एउटा मुखबाट वासना आउँछ, न म लड्दै पड्दै हिँडिरहेको हुन्छु, होइन? यो मोबाइल एडिक्सनको बारेमा म राम्ररी भन्न सक्छु, किनकि यसको एडिक्सन पहिला मलाई थियो र मैले यसको बारेमा धेरै पुस्तकहरू पढेको छु। पहिलो कुरा त मोबाइल एडिक्सन हुँदाखेरि अहिलेको नानीहरूलाई तपाईँले बाबु जा त पूजाको सामग्री लिएर आइज त यो 5 वटा भनेर तपाईँले मुखबाट भनेर भाइलाई छोरालाई दिनुभयो भने उसले दोकानमा गएर 3टा सामान ल्याउँछ। सिन्दुर ल्याउला, हल्दी ल्याउला, टिका ल्याउला, 2टा बिर्सिदिन्छ एकैछिनमा। अथवा भाइ एउटा कुखुराको दाम 500 छ, सेम अर्को कुखुरा 2टा कुखुराको दाम कति हुन्छ भनेर सोध्यो भने उसले क्याल्कुलेटर युज गर्छ क्या। उसले त्यो 500 इन्टु 2 पनि गर्नु उसले दिमागमा हिसाब गर्न सक्दैन। कतै यो पनि मोबाइल एडिक्सनको शिकार हुनसक्छ। अब मोबाइल एडिक्सनको शिकार हटाउनको लागि चाहिँ तपाईँले 24 घन्टा वाइफाई अन गरेर 24 घन्टा स्मार्टफोन बोकेर चाहिँ हटाउन सकिँदैन। सबैभन्दा पहिलो कुरा चाहिँ तपाईँले आफ्नो वातावरण नै चेन्ज गर्नुपर्छ अरे। जब तक तपाईँको वातावरण चेन्ज हुँदैन, तब तक तपाईँले आफ्नो मोबाइल एडिक्सन हटाउनै सक्नुहुन्न। जस्तै वाइफाई पनि अलरेडी अन छ, स्मार्टफोन पनि तपाईँको गोजीमै छ भने तपाईँले 10 मिनट, 15 मिनट, 20 मिनट, 1 घन्टा, 2 घन्टा, 4 घन्टा, 5 घन्टा माइन्ड कन्ट्रोल गर्न सक्नुहुन्न। म चलाउँदिनँ भनेर। तर छैटौँ घन्टामा तपाईँले चलाउनुहुन्छ, चलाएपछि झन् धेरै चलाउनुहुन्छ। अब मोबाइल एडिक्सन हटाउनको लागि चाहिँ तपाईँले पहिलो कुरा चाहिँ वातावरण चेन्ज गर्नुपऱ्यो। वातावरण चेन्ज गर्नुपऱ्यो भनेको त अब तपाईँ पहिला वाइफाई भएको कोठामा बस्नुहुन्थ्यो होला। अब आफ्नो कोठा वाइफाई नभएकोतिर जानुहोस्, अथवा तपाईँ आफ्नो वाइफाईलाई 9 बजेदेखि उता बन्द गरिदिनुहोस्, अथवा तपाईँ आफ्नो मोबाइलमा स्क्रिन टाइम रेकर्ड सेट गर्न सक्नुहुन्छ, अथवा आफ्नो मोबाइलमा पासवर्ड लाउनुहोस्, तर त्यो पासवर्ड चाहिँ हस्बेन्डलाई दिनुहोस् अथवा छोराछोरीलाई लगाउन लाउनुहोस्। यस्तो होस् कि तपाईँको वातावरण नै परिवर्तन होस्। तब वातावरण परिवर्तन हुँदैन, तपाईँको मोबाइलको एडिक्सन पनि परिवर्तन हुँदैन।